भाइ चलेको सो वेलकम ब्याक टु माई न्यू ब्लग सबैजना सन्चै हुनुहुन्छ होला। सो गाइज आज चाहिँ हिजो एउटा नमुना थियो, आज दुईटा नमुना कुन यो गरु यो गरु भनेको के यो गरु उतो गरु के तो होरी तो गरु के तो होर त उताको 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 सो गाइज अब आउँछ टिपामा हैन गाइज आउँछ अब खाने कसैलाई दिनुहुन्न, जसले मेहनत गर्छ उसैले खान्छ हो कि नै हो, त्यही भएर कसैलाई दिनुहुन्न आयो फेरि अरूलाई दिनुहुन्न। खा लो भाई खा लो। थांको मालिक बहुत असल हो तुम, बहुत ही असल। क्या सोच रहा था मैं? हमारे चेले को देंगे। मेरा काम सिर्फ कैमरामैन ही बनना है, कैमरामैन ही बन्नु पर्यो मेरो काम। मेरो काम चाहिँ क्यामेराम्यान नै बन्नु पर्यो हैन। अनि भविष्यमा भविष्यको अहिले उ तयारी गर्दै हट यार म जो माथि सो गाइस म यहाँ मेरो दुईटा चेला खुम्दै हैन ए माइ ए म काडामा जेल भइसके गाइस। मलाई त हजुरको असली घर त्यही हो। गुरु चाहिँ अन्तखेरि त्यो घरमा बस्ने गुरु ओ गाइज गाइज बोतल छ गाइजहरु गाइज त्यो घरको गुरु चाहिँ क्यामेराम्यान म गुरु घरको सबै। अनि त्यो घरको न जेल अनि हजुर नि त जेलमा बस्नु हुँदो रहेछ नि थाहा भयो। अनि गुरु त झन् पहिलेदेखि बस्ने झन् बाख्राहरु त्यहाँ छन्, गोरु उ त्यहाँ रहेछ एउटा देख्यो। जनबाट सार्थकको हल्का फुल्का रोस्ट भइराछ हैन। त्यही भएर म लास्टै रिसाको नि छु। हल्का फुल्का रोकानी छन् रिसाकानी छन्। यो कसले खाने ल म खानी ल रक पेपर सिजर कतिमा एकमा ल रक पेपर सिजर सुट। अरे यार ल सो गाइज हामी चाहिँ मेरो ठुलो चेलालाई म उपहार दिँदैछु जितेकोमा। एकदम राम्रो उपहार मैले मिस गरे। मैले एउटा नि खान चाख्न पाएन। मैले एकचोटि मात्र खाएँ, दाइले त दुईचोटि खानु भएन। हजुरले भनेको छु आमाले धेरै खानु भएन। झर्ने खसिने यार। सो गाइज म मेरो चेलाहरूलाई खुवाइसकेँ। अर्को चेला ठुलो चेलालाई चाहिँ दुईचोटि खुवाउनु, मलाई एकचोटि। म गुरु हो नि त, गुरुले खुवाउँछ नि त। मलाई भन्नु त अहिले के भयो त खोइ बाख्रा लिएर आऊ त। सो गाइज काफल एम्मी रुका म दिन्छु मेरो छोटा चेला। मिठो मिठो आफूले खाने नमिठो पठाइदिनु। कैसे लोग रहते हैं यार, अलग ही लेवल का बंदा है वो। अरे तुम नेपाली हो यार हिंदी जो दो वो थे हम तो तुमको छोड़ के जा रहे हैं भाई। चले भाई काफल खाए त एक्लै त्यसो जाऊ खानु म एक्लै खाए अब हुन्छ हुन्छ गाइस छोडिदिनु यो। के काफल ये नपताए काफल लो ठीक है इतने प्यार से दे रहा है तो मैं नहीं लेता। मैले बेटा है त्यही त यतिकै ती उता ढुङ्गाको चेला उता उता माथि माथि पछाडि तिम्रो पछाडि अब खानु कहाँ हो र छोडेर अनि चलेंगा कति काफल काफल नखाइन हो थाल मगाउनु पर्थेन। हाल गर्ने हो र लो यहाँ तल यता यतै फाल्नु न।
ल बाई 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 क्यामेरा ल्याऊ बक ल्याऊ ओइ क्यामेरा तोड़ चल गए अकेले। हम थोड़ा सा एक्सप्लोर कर रहे थे क्या? अब है ना औकात पे नहीं, लाइट पे बोलो मत तुम, सच में छोड़ दूंगा। लेकिन एक बड़ा बादल चल रहा है। चोर तो नहीं आवे आवे गोप गोप खांदे नहीं, हमने थोड़ी देते हो। ल म झर्छु तिमीले सबै खाऊ ल। हामी बादर हैन। अनि चोरेर खान्थ्यो अनि सिधा बादरले त चोर। हामीले चोरी हैन, हजुरले चोरेर खानुहुन्छ। तिमीले गरेको मैले। खतरा काफल रहेछ। लालच मत देना बुरी बात। लालच की बेटी सार्थक। क्या है? लालच की बेटी सार्थक। बक पागल भयो। नजानी हो कता? सार्थकको बिहामा। बाक हजुरको बिहेमा होला नि, हजुर सब भाग्ने काम त नगर, भागेर जाने हो त नि। कपा हजुरको बिहे हो है। कहिले? भोलि। हाँ हमने कहा। गोरुहरू छन् गाइजहरू, पाठापाठी गोरु। पनौती ल्याइदिन्छु म, ल्याइदिउँ? अब यो झर्छ, अब हजुरको खुट्टा अड्किन्न। अब यो हाँगो भाँचियो, हेर्नु हाँगो भाँचियो, अनि यो हाँगो त भाँचिन्छ भनेर कसले भन्छ? ये भाँचियो हाँगो भाँचियो। ए सही सपनामा। सार्थक नेपाली भएर यहाँ हिन्दी बोल्दै छन् गाइज, यहाँ कारबाही गर्नु पर्यो। के को कारबाही? म त नेपाली नै बोलेको छु नि। इन्डिया पठाइदिनु पर्यो यिनलाई। बालेले रोक्छ। मैले पनौती नलाइकन कसले पनौती ल्याइदियो? भगवानले होइन, हजुरको नसिब। नीचे देख रहे हो? नीचे नीचे क्या नीचे? नीचे तो सब जमीन है। फेरि हिन्दी अझै नि हिन्दी बोल्नु आउँथ्यो के मलाई भन्नुहुन्छ? कति बेला? ए नीचे नीचे हिन्दी हो। नीचे नीचे नि हिन्दी हो। बैगन त सञ्जय नि बोलेको थियो त। आज नि हामीले नि उयो क्या 1 आवर्स भ्लग च्यालेन्ज। सौरभ जोशी भ्लग। दाइ ल फेरि रक पेपर गाइज। रक पेपर रक पेपर रक पेपर रक पेपर सीजर शूट, रक पेपर सीजर शूट, रक पेपर सीजर शूट। दे दे मालिक थोड़ा सा। चीटिंग चीटिंग। अलिअलि त दिनु पर्यो, तिमीले खाएकै छैनन्। अबे बैगन मैले नखाइदिन्छु तिमीलाई, मलाई केही दिएन भने तिमीलाई यसो थुतुन झारिदिनु म। हामी त यहाँ यसो आएको। ए मामाले एउटा गेम खेल्ने भनेको नमान्ने के है? बानी देखाइदिएर क्या आज आएर। ओके आज आएर बानी देखाइदिनु। यति नराम्रो हाम्रो गौरी त इ है तँ बानी देखाइदिएर यार, हो कि नै? हो के लास्टै आज आएर बानी देखाइदिनु के। जाऊ एउटा उफ्रिने मात्रै हो के। आज चाहिँ घामै लाग्छ नि के, किन हो नि आज मौसमले आज मलाई आज सार्थकलाई उयो कालो नहोस् भनेर सार्थक के अरे होइन, मलाई मात्र होइन यहाँ जम्मै कालो। हामी त हिजो अस्ति नि गरेको थिएनौँ त, आथ्यौँ नि त। सो गाइज हामी चाहिँ एउटा च्यालेन्ज गर्ने भनेको होइन, हाम्रो त्यो तारेकोहरू छ नि त्यसको टाउको मुसारेर आउने साउले च्यालेन्जहरूसित गर्ने पर्छ जसरी भने। सो गाइज यस्तो पनि भ्लगर रे क्या, अब हेर यति चाहिँ अब च्यालेन्ज गर्न सक्दैन नभए
नर्लु न लाइसके भाग ओए भाग ओए ओए के भयो के भयो के भयो डराएर भागेन अहिले आफै ओ भाइ क्यों भाइ आइज त्यही भएर यहीँ हान्न भाग चर्न आछु तिमी चर्न आइछु यिनी गरेर त नि सो गाइस हाम्रो कमेडी भाइ नरौ है नरौ हल्का फुल्का रोस्ट हुन्छ ओए दुईटा ढुङ्गा हानेर कन्फ्युज गोरु जा त मार्दै जा गोरु जा गोरु हो जा उले मलाई नाम त जा गुरु आली पटर हालत बिग्री गाइस हालत बिग्री हाम्रो भाइको 2 versus 1 अच्छा जी लो ओ ढुङ्गा लो ए के भयो डर गए यिनीहरूको प्लान थाहा पाइसकेको यिनीहरूको प्लान थाहा पाइसक्यो मैले बाह्र छोप्ने भनेर आउने अनि मलाई छोप्ने यिनीहरूको प्लान ओए भाइ आयो गए ओए म ग्याङ्स्टर हो ए ल त नि आऊ ल अगा प्लान बहुत अच्छा था बेटे सो गाइस कोई रिसाइजन के गाइस कोई डेन्जर रिसाइजन संगमलाई देख्दा हाँसो लाग्यो डेन्जर रिसाइजन गाइस कोही लास्ट डे रिसाइजन के किन रिसाएकोलाई कमेन्ट गरिदिनु है गाइस कमेन्ट कोही हाँसेर कोही रोएर क्या कोही टुडो पसारेर कोही क्या कोही रिसाउँदो रहेछ नि गाइस यस्तो रहेछ कोहीले हेरी टुप्पी मिसारी गाइस कोहीले माथि हेरेर कोहीले तल हेरेर बाख्राको फ्यान को रियाक्सन आउने मम्मी 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 ओ मम्मी मम्मी मलाई बचाउनु हेल्प
राजा अझै रिसाउनु आइरहेको छ होइन र म के हुन्छ गाइज वो रिस त खतरा हो त गाइज गाइज अब हामी ढुक्क छ भने यस्तो गाइज हामी होइन डनेको बल्छाएर बल्छाएर यता हेर्नु फेरि गोरु अर्को गोरु यी दुईटा गोरु गाइज क्यों क्यों अबे अबे भाग अब डर जस्तो लाग्छ क्या ढुङ्गा आगे पहिला हात यस्तो र नि हो हो ल ल यहीँ आउनु त सक्छ भने ल हात पछाडि दुईटा हात पछाडि अनि होला अब हो हो कहाँ हो क्यों क्यों हो हो आइज हाम्रो सङ्गम हाम्रो आएको अस्ति बाँदरले कस्तो अरेको थियो अरे यस्तो अरू छैन यस्तो अरू छैन के अरे के अरे कसलाई छोको भाइ चलेको सक्दैन जस्तो गर्छ त त्यो उयो लाग्यो क्या हो नखाइरहेको क्या गाइस मेरो अटोग्राफ लिन भागिरहेको पछि लायो भने मात्रै भन किन भनेको त नि किन चलाएको त नि के हो अब कसलाई जग्गा लागेको हो ल छोटा प्याकेट के अरे सेम त्यो एउटा हुन्छ त्यो एउटा त्यो छ त जन भन्ने काटा गोरुले धकाल्यो के अरे के भन्नु मैले के भनेर के 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 नटिप्याउनु त त्यो ढुङ्गा V1 लाइसक्यो रहिसक्यो को यो भिडियोमा मैले देखाइदिन्छु ढुक्क म दोषी भए पो म डराउनु त सङ्गम हेराए को दोषी हो सङ्गम भने जज भन्छु को दोषी हो घर ढुक्क हो म डराउनु गरे ल ज्ञातीको रिसेर मै गाइज
गरिस अँ गाडी गरे मैले भाइ भनेर अहिलेसम्म हात उठाएँ होइन अहिले हात उठायो भने रुँदै म गर्दा दोषी हुँदैन म के किन म हो दोषी म हो दोषी म हो त्यसमा म हो दोषी म हो दोषी त्यो म हो दोषी म दोषी हो डराउनु त ढुक्क मलाई लाग्यो नि त हेर मैले लाग्यो भने कस्तो गर्छु मलाई लाग्यो भने म दोषी छैन त्यतिकै के गर के गरे मैले के गरे अरे यति हान्दा त चेस अब त्यो झन् ख्याल त अनि हामीलाई नि आउँछ भाइ त्यस्तो थोपडाउनु न अब साँच्चै भयो के साँच्चै भयो साँच्चै भयो 2 बज्यो न्यु खोज्दा त कहाँ 2 बज्यो बलस्वाराको डन हो फेरि त्यहाँ एउटा बाख्रा मात्रको डराउने डन देख गोरु नि बिर्से होइन गोरु बाख्रा डराउने डन यसै दोष नभए नि दोष लाउने के मान्छेलाई दोष लाउनु भए त भइहाल्यो को जम्मै के गरेर मैले अनि के आएको त किन बाहिर आएको त नि बाहिरको आछ तिमीले भन् त आफ्नो नि भनेर त अझै कता नि मेरो यो तिम्रो बात नगर टाइम देख्ने यार क्यों मलाई छोयो ठिकै हो मेरो फोनलाई छोयो अनिखेरि गयो भाइहरू चाहिँ उता छन् होइन धेरै ऊ हुन्छ अनि म चाहिँ यता आएर लुकेर बसेको गाइस होइन के हुन्छ गाइस छैन म चाहिँ बिस्तारै तल जान्छु होइन तिनीहरू क्यार्दै खान् लुक्दै यसो गाइस सङ्गम खोज्न आउँदैछन् होइन जान्छु कि कुरा गर्दैछन् गाइस म त यस्तो झाडीमा तिनीहरूले देखेकै छैनन् गए क्या हो भाडा लिएर घर जाने कुरा गरिरहन् होइन कताबाट जान्छ यिनीहरू आसी यहाँ राख्दिनँ के हुन्छ सो गाइस भान्जालाई चाहिँ म घर छोड्ने भन्दै के अरे लाई सङ्गम लागेन कता भयो देखेकै छैन गाइस म यहाँ लुकिरहेको छु तिनीहरूलाई देखेकै छैन सो गाइस भाइले चाहिँ आमालाई बोलाउँदै घर जाँदैछन् होइन म चाहिँ अब तल जान्छु होइन यता त देख्दैन तिनीहरूले तर अहिले एकछिनमा जानु पर्ला गोरुले हेरेर हाम्रो के भने
तल जान्छु म त यता तल छु होइन गाइज मान्छेलाई यता राख्दिउँ सङ्गम यस्तै हुन्छ फेरि म चाहिँ यहाँ तल पनि थाल्छु तल लुक्छु लुक्दै जाग पऱ्यो घर भन्ने सार्थकले सो गाइस फेरि गोरुले चाहिँ मलाई नि मात्र हेरिरहेको कि मलाई मात्र हेर्छ कि गोरुले म फेरि यता लुकेँ उता खोजिरहन् फ्र्याङ्क भयो गाइस फ्र्याङ्क गाइस मैले ठाउँ चेन्ज हान्नु अर्को ठाउँमा आएँ होइन हजुर उता जान्छु म होइन यहाँनिर देख्छन् कि गाइस मलाई लाहा देख्नुभयो जस्तो हो होइन यहीँ बसौँ कि मलाई लाहा देख्नुभयो जस्तो हो कि हाँसी उडाएर सँगमा खान आज बुवाले चाहिँ देख्नुभयो होइन बुवाले र सार्थकले सँगमा छन् प्र्याङ्क बारी यहाँ भन्नाले देख्यौ पछि म ननिक्लिँदै कहाँ देख्यौ कहाँ होइन म उता लुकेको त्यहाँ लुकेको म उता लौ सेबुटाको तलपट्टि लुकेको हो त्यसमा अनि तिमीले त यता देखाउ त ज्या नि प्र्याङ्क भयो नि त हो कि नै प्र्याङ्क सो गाइस हामी चाहिँ अब घर जानु लाग्यो होइन सँग र म अतारु अबुई के हो नि मोठा सातै गयो हात ढुङ्गाइ जस्तो फोहोर भयो कसले ए रोक्नु कहाँ लुकेको म आफ्नो मोबाइल उता बोक्नु पर्यो नि म त कालना उसमा बसेको कस्तो लुकेको र कहाँ गयो त्यो यस्तै बोल्न पर्दैन अनि घरै आइदिएछ बिचार त्यस्तो आदै सो गाइस हम अब किटक्याट खाम गाइस अब हामी दाजुभाइ चाहिँ मिल्यौँ टक्क होइन अनि गएर यहाँ अङ्गुरी चोर्दै खाइछौँ लास्ट बाबा पनि आउँदै हुनुहुन्छ अहिले मामा मेरो चाहिँ मामा अनि बाइक लिएर मिल्यो भने बाइक चलाउनु लागि आइज तिमी पछाडि बसौला चापी त हुन्न गएर चापिनुहुन्छ मामा दिनुभयो भने क्या हुन्छ दिनुहुन्न दिनुभयो भने क्या बाबा चाप्नु भयो कुकुर आयो कुकुर आयो कालो कुकुर गाइस कुकुर
खै कतै गयो कुकुर पानी फुत्कियो गाइज कहाँ उता पुग्नु त नि कुकुर हटा हटा यहाँ 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 आऊ न यहाँ आऊ न ओए काम छ के यहाँ आऊ त यहाँ आऊ त काम छ यहाँ नि आऊ एउटा सिम्पल काम सिम्पल काम ओके ए पानी फुत्किएको अच्छा के भयो कुकुर आयो के कुकुर आयो नयाँ कुकुर गाई चलो ल बुइया भनेर नभन्ने मैले लिन सक्दिनँ सो गाइस बाबा चाहिँ सक्नु है चाहिँ अब कुकुरको अनबक्सिङ हेर्नु कुकुर फाइनली गाइस हैया बुक्कली देख्नु भयो हेलो भाइ अब बाहिर निस्किन्छ अनि टोक्छ कहाँ मैले हेर्न नि कुकुर ठुलै रहेछ होइन आमा तेरै घर अब ए तल सेतो र त सो गाइस हाम्रो चिया पनि आयो अनि कुकुर नि सुतेछ उता सो गाइस मैले चाहिँ मै पार्दैछु होइन अब सो गाई चाहिँ मै पारेको कस्तो छ होइन त्यो मैले त जान्दैन होइन त्यति तर बुवाले पार भन्नु थियो त्यही भएर सो गाई यस्तो उ गर्नाले बडी पनि भन्छ कि मन चाहिँ ह्याटीका आमा औसी भएर लाग्यो आज मदर्स डे गाइज माता तीर्थ औसी गाइज को कसलाई मै पार्न आउँछ कमेन्ट गरिदिनु होला गाइज त्यो गाइज अब चाहिँ भाइले पार्दैछन् होइन सार्थक के बनाउनु नो होइन नाइ लक्की सो गाइज हाम्रो कुकुरको चाहिँ लक्की नाम राख्यौँ होइन तर हजुरले ठिक हेर्न यसको लागि नाम चाहिँ के हुन्छ कमेन्ट गरिदिनु होला
हामी चाहिँ लक्की राख्यौँ तर के हुन्छ लक्की नै ठिक हुन्छ कि अरू के हुन्छ भन्नु कमेन्ट गरिदिनु होला गाइज होइन त्यो चाहिँ दिदीले लिएर बाबाले मकै खाँदै हुनुहुन्छ सो गाइज अहिले चाहिँ अँध्यारो भइसकेको छ फुल होइन सो गाइज आज चाहिँ हाम्रोमा पाक्दैछ भन्दा खिर खिर त जमाना टक्क ओए खुइदेन लक्की ए त्यही भित्र बसी चाहिँ बाहिर हो भित्र बाहिर ह त्यही भित्र बसेर बाटो हुन्छ नि देखेन के गाइस उ ए लक्की ल हजुरको लकै खोलिएको थिएन यहाँ बस यहाँ बस यहाँ बस लक्की 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 यहाँ बस उठ 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 लक्कीलाई चाहिँ हामीले थुन्यो होइन भाइ चाहिँ उहाँ बसेर मोबाइल हेरिरहने गाइजु लुकेर हेलो ओइ आजको भ्लग कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक गरिदिनु होला च्यानल सब्सक्राइब गरिदिनु होला नेक्स्ट भ्लगमा भेटौँ थ्याङ्क यू फर वाचिङ बाई